गाइस वेलकम टु माई भिडियो। आज चाहिँ एपिसोड 3 अफ माई लिन बल्क। आज चाहिँ म मेरो ब्याक र सोल्डर ट्रेन गर्न गइरहेको छु। आजभन्दा 2 दिन अगाडि मैले मेरो चेस्ट र आर्म्स ट्रेन गरेको थिएँ र लेग चाहिँ मैले यो बिचमा ट्रेन गरेँ, जुनको चाहिँ भिडियो म नेक्स्ट डे अपलोड गर्नेवाला छु। त्यो भन्दा पहिला चाहिँ मलाई चाहिँ जिम जानुभन्दा अगाडि राम्रो कपडा अनि राम्रो पम्प आउने राम्रो फिटेड टी अनि हुन्छ नि तलको ट्राउजरहरू पनि एकदमै राम्रो लगाएको मनपर्छ के, जसले गर्दाखेरि चाहिँ मलाई वर्कआउटको दौरानमा राम्रोसँग पम्प आइरहेको छैन भने पनि मलाई त्यो कपडा लाउनै मन लाग्दैन कि। कुनै कुनै कपडा यस्तो हुन्छ कि जुन कपडाले चाहिँ पुरानै भए पनि यस्तो राम्रो पम्प आउँछ नि, र त्यो कपडा भनेको चाहिँ मेरो चाहिँ युजली जिम जाँदाखेरि कस्तो खालको ड्रेसअप हुन्छ म आज देखाउन गइरहेको छु। सबैभन्दा पहिला चाहिँ मैले आफ्नो बजेट अनुसार चाहिँ कस्तो खालको कपडा लाउने भनेर प्लान गरिरहेको हुन्छु है, र प्राय एभ्री डे नै म जुन दिन जिम जान्छु त्यो दिन नै मेरो प्राय कपडाको हुन्छ नि म्याचअपहरू डिफ्रेन्ट हुने गर्छ। अब हुन त मेरो यो रुममा जति पनि कपडा छ जिम जाने 4-5 जोरभन्दा धेरै चाहिँ छैन है, किनभने जति बजेट छ त्यतिमा सस्टेन हुनु पर्यो नि त। र म युजली लाइरहने भनेको चाहिँ मलाई त्यो कटनको सेन्डो मनपर्छ माथि लाउन, जुनसुकै एक्सर्साइज गर्दा होस् कटनको सेन्डो, कालो ग्रे कलर अथवा व्हाइट कलर, त्यो म्याचोको हुन्छ नि म्याचो अनि इन्डियन मेड त्यो कटनको सेन्डो, अनि तल चाहिँ ट्राउजर लुज फिटेड ट्राउजर, यो ट्राउजर, अनि यो सँगसँगै माथि चाहिँ म जहिले लगाउने यो माचोको सेन्डो। दिस इज बेस्ट। यस्तो स्ट्रेची पनि हुन्छ, यस्तो कम्फर्टेबल, अनि पम्प पनि डेन्जरै आउनेवाला छ यसमा चाहिँ। 4वटा ब्राउन ब्रेड, त्यसमा 25 देखि 30 ग्राम जति पिनट बटर हालेर चाहिँ अलिकति मेवासँग खाएको थिएँ। अनि त्यस पछाडि 4वटा होल एग खाएर चाहिँ त्यो चाहिँ मेरो प्रि वर्कआउट मिल। जिम जानुभन्दा 1-1.5 घन्टा अगाडि खान्छु। त्यो चाहिँ 3:30 बजी खाएको थिएँ, अहिले 4:30 बज्यो। अब चाहिँ म जिम जान रेडी हुन्छु है। यसको फिटिङ पनि एकदम मनपर्छ क्या मलाई। कुनै पनि अब कम्प्रेसन पछि फ्युचरमा गएर मैले कम्प्रेसनहरू लाउनु थालेँ, अब खतरा ब्रान्डको हुन्छ नि इन्डियाको अथवा बाहिरको पनि जिम सर्कहरूको कुनै पनि खतरा ब्रान्डको कम्प्रेसनहरू लाउनु थाल्यो भने त्यसमा चाहिँ बेग्लै मजा आउला है, त्यो फ्युचरको कुरा हो। तर अहिले चाहिँ योभन्दा बेस्ट फिट दिने चाहिँ लगभग मैले अहिलेसम्म कुनै कपडै भेटेको छैन क्या। यो भनौँ न एकदम चिप 350, त्यो 999 1350, यानि कि 1400मा यस्तो बबाल। यो यस्तो ब्ल्याकमा हुन्छ, व्हाइटमा हुन्छ, अनि यो ग्रे भइहाल्यो। भित्र चाहिँ अलिकति लाइट नभएर चाहिँ राम्रोसँग देखिएन। यो चाहिँ फुलमा चाहिँ अब यहाँ चाहिँ देखिँदैन धेरै है, यो लेन्सले राम्रोसँग देखिँदैन। फुलमा चाहिँ लगभग यस्तो देखिन्छ कि। जिम जानुभन्दा अगाडि चाहिँ हामी क्विक प्रि वर्कआउटमा चाहिँ अब भनौँ न अघि खाना खाइसक्यो, अब चाहिँ कफी खाने, ब्ल्याक कफी 1 कप खाने, टक्क जाने है त। यो चाहिँ कफी हो, मलाई यो जापानको एउटा साथीले गिफ्ट ल्याइदिएको थियो। यस्तो दामी छ, एकदम कडा पनि छ। नेस्क्याफेको गोल्ड ब्लेन्ड भन्ने कफी। यसको टक्क 1 चम्चा हाल्ने, यति। बेस्ट प्रि वर्कआउटमा पनि हुने क्याफे नै हो। अब सिट्रुलिन, एल-सिट्रुलिन, अनेक अरू कम्पाउन्डहरू हुन्छ जसले गर्दाखेरि पम्प अनि फोकस दामी हुन्छ। कफीमा पनि त्यही नै हो क्या हुने। त्यही भएर चाहिँ म चाहिँ जिम जानुभन्दा अगाडि ब्ल्याक कफी नै खाएर जान्छु प्राय रेगुलरली। तर राति मेरो वर्कआउट धेरै ढिलो भएको छ भने चाहिँ राति चाहिँ खान्न म। ल फटाफट यति कफी हानेर चाहिँ म जिममै भेट्छु है त अब ल। यो चाहिँ मेरो लास्ट वर्किङ सेट हो। वार्मअप सेट 1 सेट हानेर 2टा वर्किङ सेट हान्छु। 75 kg 8 reps। कमन इजी। 1 2
3 स्ट्याप निकालेर 2 ल सेकेन्ड एक्सर्साइज बारबेल रोइङको सेकेन्ड वर्किङ सेट बारबेल रोइङको लास्ट सेट लेट्स गो हल्का पम्प चेक हान्ने क्रेजी पम्प हुन्छ ल यो चाहिँ ब्याकको अन्तिम एक्सर्साइज फर ल्याट्स फर यो पार्ट ब्याकको यो ल्याट्सको लागि बब्बाल मजा आउँछ क्या ल्याटलाई पुरै स्ट्रेच गरेर चेस्टलाई ट्याक्क यसमा टसाएर तान्ने सबै एल्बोले तान्नुपर्छ लास्ट सेट 60 kg 8 reps एक 2 3 4 शोल्डर प्रेस फर्स्ट सेट यसको 2 सेट हान्छु अनि एउटा ल्याटरल लेग्सको 2 सेट बस लेट्स गो 25 kg With YouTube music, ल आजको अन्तिम एक्सर्साइज बारबेल श्रग
जिमबाट आएपछि साबुन पानीले हात धुन चाहिँ एकदमै जरुरी हुन्छ। आफ्नो पर्सनल सेफ्टी चाहिँ टप प्रायोरिटीमा राख्नुपर्छ के। फेरि बिरामी परिहाल्यो भने त फेरि कति दिन जिम जान पाइँदैन होइन। अनि भइरहेको प्रोग्रेस पनि सबै जान्छ के। एक हप्ता बिरामी भयो भने 1 महिना 2 महिनाको मेहनत सब खेर जान्छ। त्यही भएर साबुन पानीले चाहिँ एकदमै राम्रोसँगले हात धुनु पर्यो। ल म चाहिँ अब जिमबाट भर्खर आइसकेँ। जिमबाट आउने बित्तिकै मैले गर्ने अहिले काम भनेको चाहिँ यो क्रिएटिन खाइरहेको छु। यति हाल्यो भने चाहिँ 3 ग्राम 4 ग्राम हुन्छ। पानी 1 ग्लास टक्क राम्रोसँग बोल्ने। आजले मेरो भिडियो मन पर्यो भने मेरो च्यानललाई सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु। राम्रो कन्टेन्टहरू लिएर आउने गर्छु। साथै तल डिस्क्रिप्सनमा मैले मेरो टिकटक र इन्स्टाग्राम अकाउन्टको पनि लिङ्क राखिदिएको छु। त्यता पनि मलाई फलो गर्न नबिर्सिनु होला। बाई बाई, सी यू गाइज, सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।